आज हामी यो भिडियोमा जान्छौँ हामी एज अ भेन्डर अर आर्टिस्ट कसरी चाहिँ आफूलाई भेरिफाई गर्ने बारेमा। सो विदाउट वेस्टिङ एनी टाइम लेट्स स्टार्ट द भिडियो। अब हामी प्रोसेसमा लागौँ। सो तपाईँले फर्स्ट अफ अल ड्यासबोर्डमा आइसकेपछि एज अ भेन्डर तपाईँले हेर्न सक्नुहुन्छ तपाईँको भेरिफिकेसन केवाइसी भन्ने ट्याब बटन दिएको छ फाइनेन्स एन्ड भेरिफिकेसनमा, त्यो क्लिक गर्नुहोस्। अब हाम्रो बिजनेस मल्टिट्युन्स भेरिफिकेसन भइसकेको थियो, त्यही भएर यो स्याम्पल छ। तपाईँले आफ्नो डिटेल्सहरू सबै यसरी नै भन्न सक्नुहुन्छ। रजिस्टर्ड बिजनेस नेममा तपाईँले आफ्नो सबै बिजनेस नेम नै राख्नुहोस्, लिगल नेम जुन छ। त्यसपछि तपाईँको बिजनेस चाहिँ कहाँ रजिस्टर भएको छ, तपाईँको फोन नम्बर, तपाईँको भ्याट नम्बर अर प्यान नम्बर होइन, तपाईँको ब्याङ्क अकाउन्ट डिटेल्स। सो एज अ भेन्डर भइसकेपछि तपाईँले कुनै न कुनै माध्यमबाट तपाईँले पैसा चाहिँ कमाउनै पर्छ। त्यो पैसा चाहिँ इजिली पाउनको लागि अलरेडी तपाईँले ब्याङ्क अकाउन्ट डिटेल्सहरू यसरी राख्नुभएको छ भने तपाईँले एकदमै स्पिड टाइममै सबै पेमेन्टहरू पाउन सक्नुहुन्छ। सो तपाईँले ब्याङ्कको नाम राख्नुहोस्, तपाईँले अकाउन्ट नम्बर राख्नुहोस्, तपाईँले अकाउन्ट होल्डरको फुल नेम राख्नुहोस् ब्याङ्कको होइन, त्यसपछि ब्याङ्कको ब्रान्च राख्नुहोस्। अब रजिस्ट्रेसन डकुमेन्टमा के हुन्छ भन्दाखेरि तपाईँले प्यान, भ्याट डकुमेन्ट, PDF स्क्यान गरेको अर रजिस्ट्रेसन OCRको जुन सर्टिफिकेट हुन्छ त्यो। सो अहिले हामीले OCRवाला क्लिक गरौँ। OCRमा हामीले हेर्न सक्छौँ हामीसँग OCR सर्टिफिकेट छ, हामीले यहाँ गऱ्यौँ अपलोड, त्यसपछि हाम्रो प्यान नम्बर पनि हामीले अपलोड गऱ्यौँ। सो यसै हुने बित्तिकै एज अ भेन्डर तपाईँले रिभ्यू दिन सक्नुभयो है। हाम्रो रिभ्यू सब्मिट भइसक्यो। अब यो विथिन 1 to 2 डेमै हाम्रो यो रिभ्यू भइसकेपछि हामीले सबै सर्भिसेसहरू लिस्ट गर्न सक्यौँ। विदाउट लिस्टिङ तपाईँले कुनै पनि सर्भिसेसहरू युज गर्न सक्नुहुन्न। र तपाईँले अब डाउट के आउन सक्छ भन्दाखेरि तपाईँ एउटा रजिस्टर्ड बिजनेस गर्नुहुन्न तर पनि तपाईँले केही सामानहरू बेच्नु छ भने लाइक म्युजिक, इन्डिभिजुअल आर्टिस्ट पनि भेरिफाई हुनुपर्छ। त्यसको लागि चाहिँ हामीसँग अप्सन छ इन्डिभिजुअल आर्टिस्टको पनि पर्सनल आइडी भेरिफिकेसन, जुन चाहिँ तपाईँले आफ्नो नम्बर हाल्नुहोस् पछाडि फर्स्टमा, त्यसपछि तपाईँले आफ्नो लोकेसन सो UN पार्क, त्यसपछि तपाईँले आफ्नो नागरिकताको फ्रन्ट र ब्याक अपलोड गर्नुपर्छ, जुन चाहिँ मैले फर्स्टमा मैले यसरी अपलोड गरेँ मैले नागरिकताको फ्रन्ट र ब्याक है। यसरी गरिसकेपछि सेम ब्याङ्क अकाउन्ट पनि हामीले लिङ्क गर्नु पऱ्यो पेआउट्सको लागि, त्यसपछि अपडेट एन्ड सबमिट गर्नुहोस्। अब यसरी हाम्रो विथिन 1 to 2 बिजनेस डेमै तपाईँको रिभ्यू भइसकेको हुन्छ। अब रिभ्यू भइसकेपछि कस्तो देखिन्छ भन्ने कुरा हामी हेरौँ है त। सो हेर्न सक्नुहुन्छ हाम्रो भेरिफाई भइसकेपछि यसरी नै KYC भेरिफाइड भनेर देखाएको हुन्छ। इनकेस केही भएन भने त्यहाँ कमेन्ट पनि हामीले छोडिदिएको हुन्छ के कुरा चेन्ज गर्नुहोस् अनि बल्ल भेरिफाई गर्नुहोस् भनेर। सो यसरी भेरिफिकेसन भइसकेपछि तपाईँले सबै सर्भिसेसहरू एज अ भेन्डर एज अ म्युजिसियन लिस्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड। र तपाईँले यदि केही इस्यु छ भने हाम्रो वेबसाइटमा WhatsApp बटन पनि छ, त्यहाँबाट पनि तपाईँले हामीसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुभयो। और हाम्रो अबाउट सेक्सनमा पनि हाम्रो कन्ट्याक्ट अप्सन छ। र यो हुँदा पनि तपाईँ एज अ युजर हाम्रो वेबसाइटमै सपोर्ट टिकट छोड्न सक्नुहुन्छ।